अहिले सुवाङ नेवाङको चाहिँ एकदमै चर्चा भइरहेको छ। तपाईँहरू के छ एमाले सुवाङ नेवाङलाई अगाडि बढाउन सक्ने अवस्था? युवा पङ्क्तिबाट नै सुवाङजी अब तपाईँ जाग्नुपर्छ भन्ने तपाईँहरूका साथ सपोर्टहरू के छन्? पार्टीले कुनै नयाँ नेतृत्व लिएर आउँछ भने त्यसलाई हामीले नस्वीकार्ने भन्ने कुरै भएन। तर के हुनु पर्यो भने पार्टीको क्रियाकलापहरूमा अग्रगामी हुनु पर्यो। अब केपी ओलीको अर्को रणनीति तयार भएको, आफू अध्यक्ष हुन सकेन भने विद्या भण्डारले अध्यक्ष बनाउने तयारी हो कि जस्तो पनि बाहिर सुनिएको छ। यो चाहिँ के छ अहिले? त्यसो हुनाले अहिलेको परिस्थितिमा साँच्चै केपी ओलीको सान्दर्भिकता सकिएको हो त भनेर पार्टीले निष्कर्ष निकाल्नको लागि चाहिँ साँच्चै बृहत छलफल गर्नुपर्ने आवश्यकता छ। पार्टी भत्किन्छन्, टुट्छन्, बिग्रिन्छन्, त्यस्तो पार्टी पद्धति बुझेकाहरूले त्यसो गर्नु मिल्दैन। अब यस्तो छ, हामीले युवालाई चाहिँ जहिले पनि उमेर र छालाको रङसँग, छाला चाउरिएको नचाउरियोसँग दाजु युवा विचारसँग हुन्छ। त्यो कुराहरूलाई पनि हामीले हेर्नुपर्छ। ग्लोबल कनेक्ट टिभी हेरेर बसिराख्नुभएका सम्पूर्ण दर्शकबिनहरूमा नमस्कार। आज हामी समय सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्नका लागि यति बेला हामीसँग गोर्खाका एमाले निकट युवा नेता रूपेश रोका छेत्रीजी हुनुहुन्छ। आउनुहोस्, उहाँलाई स्वागत छ तपाईँलाई। नमस्ते, धन्यवाद। अब हामीले थुप्रै अन्तर्वार्ता गऱ्यौँ तपाईँसँग, विगतका कुरा पनि गऱ्यौँ, वर्तमानका कुरा पनि गऱ्यौँ, तत्कालीन समयका कुरा पनि गऱ्यौँ। अहिले आएर हामी कहाँ पुगेका छौँ भन्दाखेरि एमालेको वर्तमान अवस्थालाई लिएर अहिले एमालेमा एक छत्र भनौँ, केपी शर्मा ओलीज्यू एमाले अध्यक्ष भइराख्नु भएको थियो। तपाईँहरूले, पार्टी निकटका व्यक्तिहरूले, जनताहरूले सबैले स्वीकारिरहेका थिए। तर यो अवस्था यस्तो भन्यो कि केपी ओलीको तात्पर्य अनुसार, उहाँले भनेअनुसार जसलाई मैले कहाँ चढाएर आज यहाँसम्म पुर्याएँ तिनीहरूले नै मेरो राजीनामा माग्ने भन्ने सम्मका कुराहरू उठिरहेका छन्। अहिले केपी ओलीको राजीनामा लिएर तपाईँहरू जस्ता युवा नेताहरूले कसरी हेरिराख्नु भएको छ? अब नेकपा एमालेको भर्खरै सकिएको होइन, चुनावभन्दा अलिकति अगाडिपट्टि मङ्सिर 5 हाम्रो चाहिँ महाधिवेशन भएको थियो। महाधिवेशनपछि चाहिँ जुन किसिमको नेतृत्व हामीले फेरि केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीलाई अगाडि बढाउने निर्णय गऱ्यौँ, त्यो वास्तवमा पार्टीको निर्णय थियो। त्यो चाहिँ भदौको 23 र 24 गते जुन देशमा एउटा विध्वंसात्मक एउटा एक्टिभिटिज क्रियाकलाप आन्दोलन भयो, त्यो आन्दोलनपछि पनि साँच्चै पार्टीको नेतृत्वमा केपी ओली सान्दर्भिक हो कि होइन भन्ने विषयमा महाधिवेशन भएको। महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा चाहिँ पार्टीलाई अगाडि बढाइसकेपछि अब फेरि 2 महिनापछि, 3 महिनापछि वा 4 महिनापछि त्यसको अस्तित्व सकियो, त्यसको चाहिँ तात्पर्यता सकियो भनेर अगाडि बढिहाल्नु पनि होइन, त्यो किसिमको चाहिँ निर्णयमा अगाडि बढिहाल्नु पनि अलिकति सान्दर्भिकता नहोला भन्ने लाग्छ। पार्टी किन पार्टी हुन्छ त भन्दा पार्टीको एउटा नीति, सिद्धान्त, दृष्टिकोण हुन्छ, नेतृत्व हुन्छ होइन, र त्यसले एउटा समय अवधिमा एउटा काम गर्नुपर्ने हुन्छ। त्यसो हुनाले अहिलेको परिस्थितिमा साँच्चै केपी ओलीको सान्दर्भिकता सकिएको हो त भनेर पार्टीले निष्कर्ष निकाल्नको लागि चाहिँ साँच्चै बृहत छलफल गर्नुपर्ने आवश्यकता छ। तर पनि हामीले के भुल्नु हुँदैन भने उहाँ जतिको देशभक्त नेतृत्व र उहाँ जतिको एउटा बौद्धिक नेतृत्व चाहिँ नेकपा एमाले फेरि पनि पाउनको लागि अलिक कठिन नै छ। हो, अहिलेको समयमा साँच्चै अब उहाँलाई अध्यक्ष मानेर अगाडि बढ्ने कि नबढ्ने भन्ने कुरा सचिवालयमा जुन किसिमको चाहिँ प्रश्नहरू हिजो अस्तितिर उठेको थियो, त्यो विषयलाई लिएर देशमा एउटा किसिमको तरङ्गित वातावरण बनेको त हो। अब तर त्यसलाई चाहिँ अब उहाँले छोड्नुपर्ने पनि समय आउँछ। उहाँले चाहिँ अध्यक्ष पदबाट चाहिँ राजीनामा दिने पनि एउटा चाहिँ विधि विधान हुन्छ, एउटा तरिका हुन्छ। त्योबाट अगाडि बढ्दाखेरि पार्टीलाई पनि राम्रो हुन्छ। अर्थ लाग्दैन भने सर तपाईँहरू जस्तो गरे जस्तो पनि नदेखिने, तपाईँहरू अनि समर्थन गरे जस्तो पनि नदेखिने क्या तपाईँहरूको यो अलि तपाईँहरूको भाष्यबाट बुझिरहेको छ नि। तपाईँले केपी ओलीलाई सहजै जा पनि भन्न नसक्ने अनि सहजै बस पनि भन्न सकेन। युवाहरूले अहिले देशमा नयाँ नेतृत्व चाहिरहेको छ, सबै ठाउँमा युवा नेतृत्व होस् भन्ने चाहिरहेको छ। तपाईँ पनि एउटा युवा हो, तपाईँहरूले पनि त अब चाहिँ युवा चाहियो बा तपाईँ बस्दिनुहोस् भन्न सक्नुहुन्न भने। अब यस्तो छ, हामीले युवालाई चाहिँ जहिले पनि उमेर र छालाको रङसँग, छाला चाउरिएको नचाउरियोसँग दाजु युवा विचारसँग हुन्छ। त्यो कुराहरूलाई पनि हामीले हेर्नुपर्छ। विचार, दृष्टिकोण र कार्यक्षमताका आधारमा युवा गनिने हो भन्ने लाग्छ। नत्र कतिसम्म चाहिँ हामीले जनसाङ्ख्यिकीमा पढ्दाखेरि चाहिँ वा पढाउँदाखेरि चाहिँ 60 वर्षभन्दा माथिका वृद्ध, त्योभन्दा तलका भन्न थाल्यो भने 60 वर्षभन्दा माथिको राजनीतिमा
आफूलाई पद के अरे चाहिँ पदार्पणै नगर्ने त अर्थात् पाइलै अगाडि नबढाउने त होइन। विश्व राजनीतिमा हेर्ने हो भने ट्रम्प कस्ता छन् त, रसियाका राष्ट्रपति कस्ता हुनुहुन्छ त, चाइनाका राष्ट्रपति कस्तो हुनुहुन्छ त, मोदीजीकै कुरा गरौँ न इन्डिया होइन, उहाँहरू त जनताबाट अनुमोदित भएर आउनु पनि। तर तपाईँको नेतृत्व फेलियर भयो क्या। सुन्नुहोस्, यो चुनाव भनेको चाहिँ प्राविधिक विषय हो। कतिपय कुराहरू मान्छेको दिमागमा होइन, जनताहरूको दिमागमा सधैँ एउटै कुरा र एउटै कुराहरू बसिरहन्छन् भन्ने कुराहरू पनि होइन। प्राविधिक विषयमा कहिलेकाहीँ तलमाथि हुँदैमा हामी आत्तिहाल्नुपर्ने भन्ने छ त होइन। चाहिँ कस्तो थियो भने माओवादीको द्वन्द्वकालीन समय अवधि जुन देशले गुजार्यो त्यसपछिको माओवादीको नेतृत्व र चुनावी परिणामलाई हेर्थ्यौँ नि त हामीले, ओहो अब देशमा त अरू पार्टीको त अस्तित्व नै रहँदैन क्या हो भन्ने अवस्थामा माओवादी थियो। अहिले माओवादी भन्ने पार्टी नै लगभग चाहिँ प्रचण्डजीले नेतृत्व गरिरहेको माओवादी भन्ने पार्टी नै छैन होइन। कहाँ पुग्यो त भन्दाखेरि समय सन्दर्भ अनुसार चाहिँ यो प्राविधिक विषयहरूलाई तलमाथि हुन्छ। तर हामी देशलाई कहाँ पुर्याउँछौँ, नीति कस्तो, सिद्धान्त कस्तो, दृष्टिकोण कस्तो, समाजलाई हेर्ने चाहिँ हाम्रो नजर कस्तो भन्ने आधारमा चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। फेरि म तपाईँकै प्रश्नमा आउँछु, युवा हो, हामी युवा चाहन्छौँ, तर युवा कस्तो चाहन्छौँ त भन्दा साँच्चै पार्टीलाई नेतृत्व गर्न सक्ने, साँच्चै नीति सिद्धान्तमा दृढ भएको, साँच्चै आफ्ना प्रतिस्पर्धी पार्टीहरूसँग ट्याकल गर्न सक्ने होइन, त्यस्ता नेतृत्व हामी चाहन्छौँ। त्यसलाई त एउटा व्यक्तिलाई मन परे भरमा त हुँदैन होला नि त होइन। तपाईँ एमाले भएको नाताले थुप्रै वर्ष एमालेमा पनि राजनीति गरिसक्नु भएको छ, अहिले पार्टी पङ्क्तिलाई राम्रोसँग बुझ्नु भएको होला। के पहिलेको विकल्पको रूपमा तपाईँहरू जस्तो युवा चाहिँ कसलाई हेर्नुहुन्छ? यो चाहिँ के हो भने को व्यक्ति मन पराउने भन्ने आधारमा सोधिएको प्रश्न जस्तो भयो। तर कुरो के हो भने यो व्यक्ति भइदियो हुन्थ्यो, व्यक्ति नभइदियो हुन्थ्यो होइन। प्रतिस्पर्धाको आधारमा जो बल्छ ऊ अगाडि आउनुपर्छ। एमालेमा त्यस्तो प्रतिस्पर्धी व्यक्तिहरू सबै हुनुहुन्छ क्या, क्रुज्नु भने सबै हुनुहुन्छ। अब कोही छायामा परेको हुन्छ। त्यस्तो भयो फेरि तपाईँहरूभित्र पनि एमालेभित्र 101 व्यक्तिहरू भए छ, तर जनताबाट सबै तिरस्कार भएको व्यक्तिहरूभित्र परे क्या अहिले। जनताले अहिले साँच्चै विवेक प्रयोग गरेर चुनावी माहौलमा भाग लिनु भएको हो त? तपाईँ पत्रकार महोदयलाई त्यस्तो लाग्छ जनताको जनादेश त मान्नु पर्यो नि हामीले। त्यो त हामीले स्वीकार गरिसकेपछि त हाम्रो पार्टी फेलियर भएको भन्ने तपाईँले पनि त्यो पनि हो। तर तथ्यपरक ढङ्गबाट हेर्दाखेरि, साँच्चै विश्लेषणात्मक ढङ्गबाट हेर्दाखेरि जनताले साँच्चै सही मान्छेहरू मात्रै चुनेर पठाउनु भएको छ त? संसद भवनमा चाहिँ दाग लागेका मान्छेहरू छैनन् त? संसद भवनमा चाहिँ तपाईँको चेलीबेटीलाई चाहिँ अत्याचार गरेका व्यक्तिहरू छ कि छैन तपाईँहरूले देखिरहनु भएको छ नि त। संसद भवनमा चाहिँ अकुत सम्पत्ति ओगटेका चाहिँ कमाएका नयाँ व्यक्तिहरू आएको हो कि रहेछ भन्ने कुरो तपाईँले देखिरहनु भएको छ त? राजस्व नतिरेका होइन, हामीले आफै कमाएका राज्यलाई लुटेका छैनौँ भन्ने, आफै कमाएका छौँ भने राज्यलाई लुटेका छैनौँ भने के को अर्थमा? राज्यलाई लुटेको छैनौँ भन्नुको अर्थ नै आफूले कमाएर राज्यलाई दिँदैन भने नि त्यो लुटा हो होइन। त्यस्ता उहाँले सर्तमा भन्नु खोज्नु भयो होला। हामी सरकारको कुनै पनि आधिकारिक पोस्टमा थिएनौँ, त्यस्तो हामीले परिश्रम गरेर कमाएको हो। तर जतिखेर त एमाले माओवादी कङ्ग्रेसको कुरा गरिरहँदाखेरि चाहिँ चप्पलमा संसद भवन छिरेका, निस्किँदाखेरि चाहिँ ब्रान्डेड जुत्ता र ब्रान्डेड गाडीमा बाहिर निस्किँदा भन्ने अर्थमा राजनीतिबाट नै कमाएको भन्ने बुझ्यो। सुन्नुहोस्, यस्तो कुरो के हुन्छ त भन्दा चप्पलबाट छिरेका चप्पलमै सधैँ बसिरहनुपर्छ भन्ने मान्यता पनि त त्यो साँच्चै सैद्धान्तिक मान्यता पनि होइन, त्यो प्र्याक्टिकल मान्यता पनि होइन, एउटा कुरा। दोस्रो कुरो के हुन्छ भने समय परिवर्तनशील हुँदै जाँदाखेरि मान्छेहरूले चाहिँ होइन अर्निङका विभिन्न किसिमका क्रियाकलापहरूमा लागेको पनि हुनसक्छ, तपाईँ हामीले नदेखेका हुन सक्छौँ। तर त्यो भ्रष्टाचार हुनु भएन, त्यो मेरो पनि आवाज हो, तपाईँको पनि आवाज हो, अर्कोको पनि हो। मेरा कुनै नेताहरूले साँच्चै भ्रष्टाचार गरेर अकुत कमाउनु भएकै हो रहेछ भने कारवाहीको दायरामा आउनै पर्छ, कानुनी कारवाहीकोमा। अब अघिको प्रश्न कुरो के हो भने मैले त परिश्रम गरेर कमाएको थिएँ, परिश्रम गरेर कमाउने तर राज्यलाई करको चाहिँ कर नतिर्ने होइन, परिश्रम गरेर कमाउने तर त्यो आफूले मात्रै राख्ने भने त्यो लुटा प्रवृत्ति हो नि त। कर तिरेको छैन उहाँहरूले, तपाईँले देख्नुभयो पूर्व चाहिँ गृहमन्त्रीहरूकै चाहिँ कुरा गर्दाखेरि चाहिँ कर चाहिँ आफूले देखाएको सम्पत्ति र अनि त्यसपछि करका दायराहरू मिलेको देख्नुभयो त? मैले उहाँको विरोध गरेको होइन है। तपाईँहरू यो विषयमा चाहिँ किन बोल्नुहुन्न? हामीले बोलिरहेका छौँ, सोसल मिडियामा हामीले लेख्नुपर्ने लेखिरहेका छौँ, बोल्नुपर्ने बोलिरहेका छौँ। तर के हो त भन्दा त्यो काम गर्ने एक्जिक्युटिभको हो त भन्दा अहिलेको सरकार हो नि त, सरकारले गर्ने हो नि त त्यो त होइन। नियम बनाउने एक ठाउँमा छ व्यवस्थापिका होला,
होइन त्यसलाई कारबाहीको दायरामा लिएर आउने चाहिँ कार्यपालिका त सरकार हो नि त। अनि न्याय ठिक छैन छ भनेर हेर्ने त न्यायपालिका हो नि त होइन। त्यो प्रक्रियामा उहाँहरू गइदिनुहोस् भने हो क्या हाम्रो त। राज्यलाई यदि उहाँहरूले त्यस्तो किसिमको चाहिँ क्रियाकलाप गर्नुभएको रहेछ नि उहाँहरू नि कारबाहीको भागीदार हुनु पर्यो। होइन रहेछ भने कारबाहीको भागीदार हुनु भएन। उहाँहरूलाई किन र्युमर बनाइराख्ने होइन। हाम्रो त सही माग छ। त्यसो हुनाले कसैले कमायो कसैले सम्पत्ति जोड्यो त्यसमा रिस राग केही पनि छैन। जोड्नु पर्यो। सबै नेपालीहरूले कमाउनु पर्यो। सबै नेपालीहरूले तपाईँले चाहिँ सम्पत्ति चाहिँ होइन चाहिँ वृद्धि गर्नु पर्यो। तर सम्पत्ति वृद्धि गरेकै न्युमा रिस गर्ने सम्पत्ति वृद्धि गरेका जति सबै भ्रष्टाचारी देख्ने यो युवा जमात त फेरि हामीले बनाएको छौँ नि त होइन र। राज्यलाई चाहिँ अर्बौं कर तिरेकाहरूलाई पनि त सम्पत्ति हामीले ध्वस्त बनाइदियौँ नि त। किन त भन्दाखेरि कमाएको होइन उहाँहरूले चाहिँ सम्पत्ति आर्जन गरेको चाहिँ रिस राग ईर्ष्या द्वेषमा भाटभटी नि त्यसै जल्यो त। किन जलाउनु परेको थियो होइन। त्यसो हुनाले अहिले अब मैले बोल्दै जाँदाखेरि विषयवस्तु र प्रसङ्ग अलिक फरक गए तापनि मैले भन्न खोजेको कुरा के थियो भने अस्तिको चुनावी परिणामलाई हेर्दाखेरि पनि के हो त भन्दा हामीले स्वीकारेका छौँ होइन। तर जनताले सही मूल्याङ्कन गरेर दिनुभएको छैन है भन्ने कुराहरू चाहिँ तथ्यपरक हो। यो यथार्थ हो। होइन भने तपाईँले संसद भवन हेर्नुहोस् न। सांसदहरू हामी तपाईँकै पार्टीतिर फर्क्यौँ। अहिले सोसियल मिडिया र सामाजिक सञ्जालको जमाना छ। ठिक छ। त्यसै आधारमा चलिरहेको छ। सामाजिक सञ्जालमा एमाले अध्यक्षका विरोधहरू उठिरहँदाखेरि अहिले सामाजिक सञ्जालमा सुवाङ नेवाङहरू भए अनि योगेश भट्टराईहरू भए अनि कतिपय कुरा महेश बस्नेतहरू भए उहाँहरूको चाहिँ अहिले नाम ट्रेन्ड गरिरहेको छ कि ओलीको विकल्प उहाँहरू हुन सक्छन्। अहिले सुवाङ नेवाङको चाहिँ एकदमै चर्चा भइरहेको छ। तपाईँहरू के छ एमाले सुवाङ नेवाङलाई अगाडि बढाउन सक्ने अवस्था? युवा पङ्क्तिबाट नै सुवाङजी अब तपाईँ जाग्नुपर्छ भन्ने तपाईँहरूका साथ सपोर्टहरू के छन् अहिले? यस्तो छ नेकपा एमालेमा कटिबद्ध भएर लाग्नुभएका गर्न चाहिँ मिल्दैन कि। त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भने पार्टीमा बिग्रेवा आउँछ, पार्टी भत्किन्छन्, टुट्छन्, बिग्रिन्छन्। त्यस्तो पार्टी पद्धति बुझेकाहरूले त्यसो गर्न मिल्दैन। उठाउने तरिकाले समर्थन गर्न सकिँदैन। तपाईँहरूको एक त केही बार तपाईँहरूको कुरै सुन्नुहुन्न, केन्द्रीय कमिटीको कुरा सुन्नुहुन्न भन्ने छ। यस्ता त मैले पहिला नै भनिसकेँ तपाईँलाई। मैले नै काठ चढाएर ल्याएकाहरूलाई आज मेरै विरोध गर्छन् यिनीहरू भन्छन्। त्यसै आडम्बर र घमण्डकै कारणले अहिले एमाले यहाँसम्म पुगेको भन्ने पनि कतिपय कटाक्षहरू तपाईँप्रति पनि हुन्छन्। अब यो आडम्बर घमण्ड भन्ने कुराहरू चाहिँ कतिपय कुराहरू लगाइएका दोषहरू हुन्। उहाँले कसरी सुन्नुहुन्छ र कसरी राम्रोसँग आफूलाई व्यक्त गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ तपाईँले पनि कहिलेकाहीँ चाहिँ उहाँको समीपतामा गएर चाहिँ इन्टरभ्यूहरू लिँदा पनि हुन्छ। बालबच्चासँग पनि कसरी घुलमिल हुनुहुन्छ र वृद्धसम्म पनि उहाँहरू कसरी घुलमिल हुनुहुन्छ भन्ने हो। मैले साँच्चै सधैँ केपी ओली हुनुपर्छ भन्ने मैले पनि त्यो अडान होइन र पार्टीको त्यो विधान पनि होइन होइन। पार्टीको पनि त एउटा समय सीमा तोकिएको छ नि त। एउटा एकपटक अध्यक्ष बनिसक्नुभयो, फेरि पनि महाधिवेशन भयो, फेरि बन्नुभयो होइन। अब फेरि पनि हुने नहुने कुराहरू त त्यो विधानले दिने कुरा हो नि त। त्यसो हुनाले त्यसमा धेरै रोइलो गरिराख्नुपर्ने छैन। कुरो के हो भने ठिकै छ नयाँ नेतृत्व आउनुपर्ने कुराहरूमा पनि पार्टीले कुनै नयाँ नेतृत्व लिएर आउँछ भने त्यसलाई हामीले नस्वीकार्ने भन्ने कुरै भएन। तर के हुनु पर्यो भने पार्टीको क्रियाकलापहरूमा अग्रगामी हुनु पर्यो, पार्टीको नीति सिद्धान्तमा अडिग हुनु पर्यो, प्रतिस्पर्धी पार्टीहरूसँग चाहिँ मुकाबिला गर्न सक्ने, सैद्धान्तिक रूपमा मुकाबिला गर्न सक्ने नेतृत्व हुनु पर्यो। त्यसमा चाहिँ कुनै दुई मत रहँदैन। तर मैले अघि नै भने खोला तरिसक्नुपर्ने बेलामा बिचमै गएर खोलामै लडाइँ गर्न थालियो भने सबैलाई बगाउँछ। त्यो गर्न चाहिँ हुँदैन भन्ने लाग्छ। अहिले अब जेठ 15 गते गणतन्त्र दिवसको दिन अहिले प्रधानमन्त्रीज्यूले म बोल्दैन राष्ट्रपतिलाई बोल्ने भन्ने कुराहरू उठिरहेका छन्। बालेन प्रवृत्ति हेर्दाखेरि अहिले विभिन्न किसिमका तपाईँहरूले उठाइराख्नु भएको कतै बालेन सरकार गणतन्त्रलाई नमानेको हो कि उहाँ संसद भवनमा नगएर नबोल्दा पनि तपाईँहरूले ती विषयवस्तु उठाइराख्नु भएको छ। यो विषयवस्तुलाई चाहिँ तपाईँले कसरी राख्नु पर्यो? सबैले सफल मेयर भन्नुहुन्छ, म चाहिँ त्यतिखेर पनि उहाँ असफल मेयर हो भन्छु होइन। किन असफल मेयर हो भन्छु त भन्दा उहाँले वास्तवमा काठमाडौँ महानगरपालिकाको 26-27 अर्ब रुपियाँ जुन बजेट छ त्यसका विकास बजेटहरू पुरा खर्च गर्न पनि सक्नु भएन। कागजै मिलाउँदा पनि 38-40-42% भन्दा माथि देखिएनन् होइन। रातारात मिलाएका कागजहरूमा पनि नत्र वास्तवमा खर्च भएको त्यही
साँच्चै खोजिने गर्ने भने 27, 28, 18, 20% को कुरा हो भनेर मिडियाहरूले पनि देखाइराखेकै छ। हामीले त्यही रिपोर्ट हेर्ने हो। उहाँ जनतामुखी पनि वास्तवमा हुनु भएन, कहिले पनि जनताको पीडा सुन्नु भएन। त्यतिखेर कुरा गर्दैछु है, मैले मेयरको पालाको कुरा गर्दैछु। त्यति जनप्रतिनिधि भएको व्यक्तिले त जनताको गुनासो सुन्ने होला नि त। ठिक छ भने यो कुरो ठिक हो, बेठिक छ भने तपाईँ बेठिक हुनुहुन्छ होइन, कुरो यो चाहिँ ठिक हो भनेर बुझाएर पठाउने होला नि त। महानगरपालिकाको यो है नीति, दृष्टिकोण र विकासको योजनाहरू यो हो, त्यसो हुनाले हामी यसरी बाधक नबनौँ भनेर कहिले पनि छलफल गरेको हामीले पाएनौँ। र जनताले त्यहाँनिर काठमाडौँ महानगरपालिकाको जनताहरूले उहाँलाई सजिलै पहुँच राखेर भेट्न पनि सक्नु भएन। त्यसैले उहाँ त्यतिखेर नै जनप्रतिनिधि हुनुहुन्थेन। इलेक्टेड चाहिँ हो, जनप्रतिनिधिका गुणहरू उहाँसँग थिएनन् भन्ने लाग्छ। मैले उहाँको धेरै विरोध गरेको होइन, व्यक्तिगत रूपमा मैले विरोध गरेको होइन, प्रवृत्तिगत कुरामा प्रस्तुत गरेको नीति कार्यक्रमहरू, बनाएका नीति कार्यक्रमहरूको उत्तर दिन नआउँदा फेरि संसद भवनकै अवहेलना भयो, बुझ्नु भएन। अनि त्यस्तै फेरि अब राष्ट्रपतिले प्रस्तुत गरिरहनु हुँदा फेरि फुत्त निस्केर जाँदा फेरि आइ एम द स्टेट भने जस्तो भयो, म नै राज्य हुँ। फ्रान्सका लुई चौधरीले भने जस्तो राज्य नै म हुँ, म नै राज्य हुँ, म भन्दा अर्को कोही पनि छैन, अनि के मैले गर्नुपर्छ र अरूले गर्ने हो र, मै हो त भने जस्तो प्रवृत्ति उहाँले जुन देखाउनु भयो त्यो गलत थियो। मैले त्यो पनि आवाज उठाइरहेको हो। र अहिले गणतन्त्र दिवसको बेलामा म बोल्दिनँ भन्नु पनि तपाईँले राखेका प्रश्न कता कता मार्फत चाहिँ प्रश्नहरू उठ्ने हो नि त। अनि ती प्रश्नको जवाब चाहिँ उहाँले दिनु हुँदैन, अर्को मान्छे लगाइदिनुहुन्छ भने चाहिँ उहाँको सोच के हो भन्ने कुरा त फरक हुन्छ नि त। अर्को मान्छेले दिने जवाब र उहाँले दिने जवाब फरक हुन्छ कि होइन। र त्यो कारणले गर्दाखेरि उहाँ जनउत्तरदायी प्रधानमन्त्री बन्नु भएन है। अहिलेसम्म चाहिँ यो 2 महिनाको अवधि पुग्नको अवस्थामा बन्नु भएको छैन भन्ने चाहिँ हाम्रो कुरा हो। अब बन्नुहोस् न, बनिदिनुहोस् बाबा, हाम्रै प्रधानमन्त्री हो, तपाईँ जनउत्तरदायी बनिदिनुहोस् भन्ने हाम्रो चाहिँ अनुरोध हो, आग्रह पनि हो होइन। त्यो पुरानाहरूले धेरै बोले, अब म चाहिँ बोल्दैन काम गर्छु भन्ने चाहिँ उहाँको प्रवृत्ति हो पनि भन्छ नि त। ठिकै छ नि त, थोरै बोलिदिनु नि त, बोल्नु त बोल्नु पऱ्यो नि त। संसारको कुन चाहिँ प्रधानमन्त्री राष्ट्रपति छ क्या चाहिँ संसद भवन अवहेलना गरेर हिँड्ने? त्यो त नेपालबाट देखियो नि त। साँच्चै उहाँ संसद भवनबाट माथि हो त? त्यही संसदले बनाएको प्रधानमन्त्री होइन त होइन? उहाँ चाहिँ साँच्चै राज्य नै हो त? उहाँ राज्य होइन कि, राज्यको एउटा अङ्गको प्रमुख हो कि, कार्यपालिकाको प्रमुख हो। त्यसो हुँदाखेरि उहाँ जनउत्तरदायी हुनैपर्छ। उहाँले जनताले राखेका प्रश्नहरूको उत्तर दिनैपर्छ। उहाँकै पार्टीभित्रका अधिकांश संसदहरूको पनि त प्रश्न होला नि त उहाँसँग होइन? चाहिँ केही कुराहरू त पार्टीले पनि त उठाउने होला नि त। त्यही भएको छैन। पार्टीका केही नेताहरूले विरोध पनि जनाइरहेका छन्, संसद भवनमै जनाइरहेका छन्। अनि आफूले वनमा लागेको प्रश्न आफ्नै पार्टीबाट बनाएको सरकारमा सोध्न पाएको छैन। उहाँहरूको मात्रै सरकार होइन है, फेरि मैले भने चाहिँ हाम्रो नि सरकार हो। आफैले बनाएको सरकारको प्रधानमन्त्रीलाई प्रश्न उठाउन उहाँहरूले पाउनु भएको छैन भने चाहिँ म रविजी हेर्दैछु कि संसद भवन, प्रत्येक दिन रविजीलाई एकदम हेर्छु। राष्ट्रसभाको चाहिँ सभापति बडो चाहिँ ध्यान दिएर सबै संसदहरूको चाहिँ प्रश्नहरू, त्यसको चाहिँ उठेका कुराहरू उहाँले ध्यान दिएर सुन्नुहुन्छ। निरीह लाग्न थाल्यो क्या मलाई। किन निरीह लाग्छ भने रविजीले अस्ति के लेख्नु भएको छ थाहा छ? प्रधानमन्त्रीकै प्रश्नहरू उठ्छ, उहाँसँग जवाब छैन। उहाँले के भन्नुभएको छ भन्दाखेरि कहिले हामी जान्छौँ प्रधानमन्त्रीज्यू र म भेट्छौँ, प्रधानमन्त्रीज्यू र म भेटिरहँदाखेरि चाहिँ यस्ता कुराहरू उठाउँछौँ र हामी कतै नमिल्या जस्तो हो कि फुट्या जस्तो हो भने यस्ता विषयवस्तुले हामीलाई हाँसो लाग्छ भनेर चाहिँ उहाँले त्यसरी पनि भन्नुभएको छ। तर तपाईँहरू निरीह देख्नुभयो भन्नुहुन्छ। निरीह अहिले वास्तवमा संसद भवनमा उहाँले जति नै भने पनि, जति नै खुकुरो जवाफ दिए पनि निरीह सभापतिको रूपमा, राष्ट्रसभाको निरीह सभापतिको रूपमा रविजी देखिनु भएको छ। किनभने यावत प्रश्नहरू उठेका छन्, ती प्रश्नहरूको जवाफ उहाँसँग छैन। त्यो जवाब प्रधानमन्त्रीसँग छ। प्रधानमन्त्री आइदिनुहुन्न, प्रधानमन्त्री संसद बन्द गरेर हिँड्नुहुन्छ, प्रधानमन्त्रीले संसदलाई मान्नु भएको छैन। त्यो मानिरहनु भएको छैन, यो ठिक छैन भन्ने त उहाँलाई लागिरहेछ नि त। अनि मैले मेरो प्रधानमन्त्री ठिक छैन भन्न नि सक्नु भएको छैन, ठिक छ भन्न नि सक्नु भएको छैन। कति निरीह हुनुहुन्छ। अनि जहाँसम्म लाग्छ तपाईँले भन्नुभएको कुरा मिल्ने कुरा त रविजी र बालेनजी त मिल्नु पऱ्यो नि त। नमिले त फेरि देश सङ्कटमा फेरि जान्छ क्या। प्रत्येक चाहिँ 2-2 महिनामा 6-6 महिनामा 1-1 वर्षमा हामी निर्वाचन गरिरहन सक्दैनौँ। 5 वर्ष उहाँहरूले चलाउने नै हो होइन? 5 वर्ष देशलाई गति दिने नै हो। जति दिनुपर्ने गति दिएन भने फेरि अर्को पार्टी आउँछ। दिनुपर्ने गति उहाँहरूले दिनुभयो, त्योभन्दा राम्रो गर्नु भने उहाँहरू नै इलेक्टेड हुनु होला होइन? हामी त त्यसको लागि शुभकामना दिन्छौँ। उहाँहरू मिल्नुहोस्, उहाँहरूलाई चाहिँ तपाईँ चाहिँ बिग्रियोस्, अनि त्यसपछि अर्को भाइ फुट्दैदेखि गवर लुटौँला भन्ने हाम्रो सोच होइन। उहाँ प्रतिस्पर्धी भएर आउनु भएको हो, प्रतिस्पर्धामा उहाँहरूले जित्नु भएको हो। हामी प्रतिस्पर्धी बनेर जान्छौँ।
होइन र अर्को इलेक्सनमा हामी राम्रो गर्छौँ भन्ने हामीलाई लाग्छ जनताले कसलाई रुचाउनुहुन्छ त्यो त के अरे चाहिँ भविष्य गर्वमा छ। यसै बिचमा फेरि रवि लामिछाने भारत भ्रमणमा जाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्ने भन्ने सामाजिक सञ्जालमा अहिले व्यापक हल्ला चलिरहेको छ। त्यसै बिचमा हिजो सरकारका प्रवक्ताले भन्नुभयो कि राष्ट्रसभा सभापति भारत भ्रमणमा जाने कुरा र सरकारले चासो राख्ने विषय अलग कुरा हो भन्नुभयो। अब भारतको प्रधानमन्त्री मोदीलाई भेटिसकेपछि त सरकारकै विषयका कुराहरू आउलान् त्यहाँ गएर पनि, अनि त्यहाँ पनि देशकै कुराहरू होलान्। यो विषयवस्तुलाई तपाईँले कसरी हेरिराख्नु भएको छ? मेरो चाहिँ यसमा अलिकति थोरै व्यक्तिगत मतहरू छन् क्या। अब एउटा छिमेकी देशका सरकार प्रमुखको दलको पनि सभापति अर्को छिमेकी देशमा जाँदाखेरि अनि यो देशको सरकारको गतिविधि पार्टीको गतिविधिहरूको प्रति अर्को छिमेकी देशले चासो राख्नु स्वाभाविक ठान्छु म। हामी जहिले पनि के गर्छौँ त भन्दा हाम्रो देशको गभर्मेन्ट विदेशबाट स्वचालित छ के अरे परिचालित छ, विदेशले भत्काउँछ बिगार्छ भन्ने ढङ्गमा लागिरहेछौँ। कतिपय अवस्था मैले पनि बोलेँ होइन, त त्यो सधैँ नहोस् भन्ने चाहन्छु क्या। हामी आफै स्वतन्त्र छौँ, सार्वभौम छौँ, हाम्रा सरकार हामीले नै बनाउने हो होइन, यहाँको गतिविधि हो, हाम्रै घरभित्रको गतिविधि हो, घरभित्र नै रहनुपर्छ भन्ने लाग्छ। त्यसैले रविजीको निकट जुन चाहिँ भारत भ्रमणको कुराहरू छ त्यो स्वाभाविक छ, जानुहोस् होइन, चाहिँ देशको हितको बारेमा कुरा गर्नुहोस्, देशको सम्प्रभुताको बारेमा कुरा गर्नुहोस् होइन, सीमा रक्षाको बारेमा कुरा गर्नुहोस्, सरकार प्रमुख दलको चाहिँ प्रमुखको हैसियतले होइन त्यो किसिमको क्षमता राखेर कुरा गर्नुहोस् भनेर शुभकामना दिन चाहन्छु। तर के हो भने त्यसले फेरि विग्रह निम्त्याउने, देशमा चाहिँ समस्या निम्त्याउने, फेरि लोभी लालची भएर चाहिँ अगाडि आफूलाई प्रस्तुत गर्ने किसिमको नहोस् भन्ने चाहन्छु होइन। तथापि त्यो फेरि नहोस्, मानवीय गुणहरू हो, त्यो नहोला भन्न पनि सकिँदैन है, त्यस्तो छ। अब फेरि नेपालको परिवेश पनि के छ भने न्यायालय पनि त अब सरकारबाट पहिला सरकार र न्यायालय फरक कुरा हो, तर न्यायालयबाट सरकारबाट न्यायालय चाहिँ छायामा पर्न खोजेको हो कि भन्ने अनुभूतिहरू अहिले देख्न पाइरहेछ होइन। अनि त्यसो हुनाले राजनैतिक गतिविधिहरू ठिक ढङ्गले अगाडि बढिरहेको छैन त्यसमा। अहिले एमाले फेरि विद्या भण्डारीलाई एमालेभित्र पार्टी प्रवेश गराए जस्तै सदस्यता दिने कुरा छ, दिनुभइसक्यो भन्ने छ। अब केपी ओलीको अर्को रणनीति तयार भएको, आफू अध्यक्ष हुन सकेन भने विद्या भण्डारीलाई अध्यक्ष बनाउने तयारी हो कि जस्तो पनि बाहिर सुनिएको छ। यो चाहिँ के छ अहिले? अब यो सबै रिमरका कुरा हुन्, सुनिएका कुरा हुन् होइन, तपाईँले पनि सुन्नुभएको, मैले पनि सुनेको कुरा हो। विद्याजीलाई पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, उहाँ पूर्व राष्ट्रपतिकै हैसियतमा बस्नुहोस् भनेर मैले तपाईँकै इन्टरभ्यूमा पनि पटक पटक बोलेकै हो। पार्टीले उहाँलाई सदस्यता दियो, मैले स्वीकार्नुपर्छ, म त्यही पार्टीको कार्यकर्ताको हिसाबले मैले स्वीकार्नुपर्छ। तर पनि मेरो व्यक्तिगत कुरा सोध्नुहुन्छ भने चाहिँ म के भन्छु भने पूर्व राष्ट्रपति भएका व्यक्तिहरू पूर्व राष्ट्रपतिकै हैसियतमा बस्दिनुपर्छ भन्ने मेरो चाहिँ होइन आग्रह अनुरोध हो। तर पार्टीले सदस्यता दिइसक्यो, अब त्यो मैले स्वीकार्नै पर्यो होइन। तैपनि मेरो बोली के हो तपाईँले बुझिसक्नु भएको छ। पार्टीको सदस्यता नै लिइसकेपछि अध्यक्ष हुन नसक्ने छैन नि त होइन। त्यसो हुनाले भोलि उहाँ अब अध्यक्ष नहुनु होला, हुन पाउनुहुन्न होला भन्ने कुराहरूको आकलन त मैले गर्न पाउँदिनँ। तथापि पनि के हो त भन्दाखेरि एउटा अब पार्टीले त्यो महसुस गरेर समय सन्दर्भ परिस्थिति अनुसार कोही बेलामा चाहिँ होइन सदस्यता दिने, कोही बेलामा नदिने, त्यो पार्टीको राइट भित्रको अधिकारभित्रको कुरा हो, अधिकार प्रयोग गरेको छ पार्टीले, त्यसलाई मैले त्यही ढङ्गले बुझेको छु। अर्को कुरा उठेको छ अहिले माओवादी नभनौँ, अब नेकपा अध्यक्ष प्रचण्डज्यूले चाहिँ हामी एमालेसँग मिलेर जान्छौँ, पार्टी कता गर्छौँ, कता कम्युनिस्टको साख हराउँदै गइरहेको परिप्रेक्ष्यमा नेपालमा अब हामी त्यो एकजुट भएर बचाउँछौँ भन्ने जस्तो पनि देखिन्छ। त्यसै बिचमा विद्या भण्डारीलाई एमाले टिकट दिनु, कहिले यो सबै प्रबन्ध मिलाएर प्रचण्डजीले ओलीजीले मिलाएर विद्या भण्डारीलाई एकमुष्ट अध्यक्ष बनाउने त तयारी होइन? तपाईँको शङ्कालाई धेरैले चाहिँ त्यही शङ्कास्पद दृष्टिकोणबाट हेरिरहनु भएको छ होइन। अब कुरो के रह्यो भने नेपालको कम्युनिस्ट आन्दोलनलाई एउटा चरम उत्कर्षमा पुर्याउने एउटा कम्युनिस्ट नेतृत्व चाहिँ प्रचण्डजी हुनुहुन्थ्यो र अहिले पनि संसदमा उहाँको होइन चाहिँ भूमिका छँदैछ। र फेरि नेपालको कम्युनिस्टलाई एउटा उच्च चाहिँ कोटीमा पुर्याउने अर्को नेतृत्व केपी शर्मा ओली पनि हो। उहाँहरू मिलेर र कम्युनिस्ट आन्दोलनलाई मिलाएर
होइन सबै कम्युनिस्टहरू एकै ठाउँमा भएर अगाडि बढ्दाखेरि समाज चाहिँ र देशलाई चाहिँ एउटा होइन चाहिँ भनौँ न समाजवादी दृष्टिकोणबाट ठाउँमा पुर्याउन सकिन्थ्यो भन्ने लाग्छ कि मलाई। तपाईँहरू खुसी हुनुहुन्छ त्यो मिल्यो भने? मिल्ने कुरामा सबैमा खुसी भइहाल्छ, मिल्ने कुरामा बेखुसी हुनुपर्ने कारण 2014 सालको चुनाव अगाडि पनि एकजुट हुनुभयो हो, पार्टी एक भयो, फुट्दाखेरि 3टा बनाइदियो। दुर्भाग्य त्यही त हो होइन, जहिले पनि फुट दुर्भाग्य हुन्छ कि। अघि पनि मैले भने नि तपाईँले रविजीको कुरा उठाउनु भयो, बालनजी र रविजी मिलेका छौँ भन्नुभयो, हामी त मिल्नुहोस् भन्छौँ नि। फुट त्यहाँ पनि गलत छ क्या होइन, त्यहाँ पनि फुट हुनु हुँदैन होइन। अहिले काङ्ग्रेसमा देखिएको फुटको जुन किसिमका धारहरू छन् त्यो पनि त गलत हो। एउटा पार्टी बनिसकेपछि त्यसको दृष्टिकोण हुन्छ, त्यसको गन्तव्य हुन्छ, त्यहाँसम्म त सँगै हिँड्नु पऱ्यो नि त। फुट्नु भनेको जहिले पनि राम्रो कुरा होइन। त्यसो कारणले अरू पार्टीहरूमा पनि फुट आउनु नराम्रो कुरा हो, हाम्रा पार्टीहरूमा पनि कम्युनिस्ट आन्दोलनमा पनि टुटफुट हुनु नराम्रो कुरा हो। एकजना मात्रै नेतृत्व लिएर अगाडि बढेर के अर्थ छ त नि, त्यसको अर्थ छैन नि त। आखिर उद्देश्य एउटै हो नि, मिल्न किन नसक्ने, मिल्नु पऱ्यो नि त। त्यसो कारणले मिल्दा त धेरै कुरा राम्रो हो नि त। समय दिनुभयो, धेरै धेरै धन्यवाद। ओके, धन्यवाद, थ्याङ्क यू।